को दिदी खोज्दै गएको तपाईँ चाहिँ फेरि ओ केटा त्यो भएन समीरले पो छिर्सक्यो क्या ए यो त मलाई खायो केटा भाडा माझेको पऱ्यो के हो पसिनै पसिना तपाईँको त पसिना मेरो त हराइसक्यो मैले अघि मेरो चाहिँ मात्रै रहेछ पसिना नआएको मैले त्यति खानु पनि खाइरहेको पसिना वेलकम आवर न्यू च्यानल युट्युब च्यानल आज चाहिँ हामी हाम्रो युट्युबको पहिलो भिडियो बनाउनु गइरहेको छौँ हामी चाहिँ टक्क लाएर आज चाहिँ चटपटे र पानीपुरी च्यालेन्ज हान्न गइरहेको छौँ हाम्रो अर्को साथी चाहिँ भित्र उता आलु उसिन्दै बसिरहेको हो क्या ट्याप्पो लाएर सपिङ गर्दै ट्याप्पो लाएर हामी चाहिँ पछाडि पुगिन्छ है अब चाहिँ कागती चाहिँ लाने होला नि त होइन गाइस हाम्रो यो चाहिँ मटर मटर धनियाँ यो चाहिँ भयो तरकारी खानलाई हाम्रो के भन्छ यसलाई क्युकम्बर काँक्रा यहाँ छ त अघि किन्नेले कोही ए हाम्रो यहाँ भुजा ल त्यो भरे देखाउँला लु किन्नु न पहिले कागती कति लाने त एउटाको हो दुईवटा लैजाउँ होला चटपटे मात्रै दुईवटा मात्रै लैजाउँ न है यति भुजाले दुईवटाले पुग्छ होला के हो ऊ पर जाने लाउने आउने नि कहाँ गएको हामी चाहिँ खोइ क्यास नभएर गए क्यास नभएर यसरी क्युआर बोकेर नेटको छेउमा आउनु पऱ्यो भने को दिदी खोज्दै गएको तपाईँ चाहिँ ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है नहीं जम ल्याउनु जम जम सक्यो आयो होइन दाइ पैसा ल हाम्रो चाहिँ भयो ल हाम्रो रुम चाहिँ यो हाम्रो रुम चाहिँ यो के अरे यो रिलायन्स कलेज के अरे त्यसको छेउमा ट्याप्प लाएर चाहिँ हामी चाहिँ सपिङ हाम्रो सपिङ चाहिँ यो आधी चाहिँ अब घरमै छ यसलाई चाहिँ ट्याक्क लाएर बनाउनु पर्छ हो अब तरकारी पनि ल्याएर आएको छ मेरो भरे खाना चाहिँ रुच जस्तो लागेको छैन आज फेरि ट्याप्प लाएर यो चाहिँ हाम्रो यम्मी फुड नेपाल हाम्रो दाइको क्याफे रहेको छ ओके हामी चाहिँ अब ट्याप्प लाएर हो ट्याप्प लाएर हामी चाहिँ रुम छिरिसकेको थियो हाम्रो यो अर्को खोइ हाम्रो चाहिँ यहाँ आलु उसिन्दै थियो हाम्रो एउटा साथी चाहिँ पाक्दैछ बुम्बुला बनाउनु पर्ला नि त पहिले गाइस हाम्रो चाहिँ बुम्बुला बनाउनु लाग्यो है बुम्बुला यति पानीपुरीको चाहिँ होइन हामी चाहिँ पानीपुरी मसला पनि भित्रै रहेछ क्या यति पानीपुरी ल यति चटपट राखेर हामी चाहिँ च्यालेन्ज गर्नु गइरहेको छौँ है गाइस
चटपटी पनि कति धेरै छ कट नगरी हेर्नु होला लास्ट स्टेसनमा हेर्नु होला थुकिलाले हेर्नु होला हामीलाई त बाल हो क्या क्या बात कर रहे हैं पूजा फेरि के त्यस्तै फोरी फोरी मेरो जिउको मैला चाटे पाइस भन्दा त स्वर्ग पो जान्छ मेरो जिउको मैला चाटे पाइस भन्दा त स्वर्ग पो जान्छ के बोले भाइ अब के बोले के छ थाहा भावी बोले यस्तोहरूले जिउको मैलो चटारै सार्ने भयो तातेन तेल पानी म चाहिँ पानीपुरीको लागि किमा बनाउन थालेँ किमा हातले मुछेको धेरै मिठो हुन्छ हातले मुछेको धेरै मिठो हुन्छ अबे साले क्यापला यहाँ धनियाँ छ खोर्सानीको पेस्ट छ के लागि चटपट छ यसरी हाल्नु भयो त्यसले यो के छ मैले बिर्सेँ मै काट्नु क्यापला यो त चाहिँदैन होला हैन त्यो चटपटी अलिअलि यो हाल्नु कस्तो क्यापला च्यातर हामीले अर्को युनिक गर्नु पर्छ ज्याम पानीपुरीको झोल त अलिक बनाउनु पर्छ त्यो त यत्रो हेर्नु नि यहाँ यति बनाएर यो थोरै भयो धेरै अमिले धेरै खानुपर्छ क्या धेरै थोरै भयो भन्नु खोजेको ए होइन धेरै थोरै भयो भन्नु खोजेको ए होइन चुप कर बे कुत्ते तेलिक पुगेन हाम्रो चाहिँ फेरि अब यहाँ च्यालेन्जको लागि भाग भण्डार हुँदैछ है रुको जरा सबर करो सुरुमा चाहिँ कुन गाडी जाने सुरुमा जुन आफूले जुन मन लाग्छ त्यही यहाँ तान्दै यो तेरो भाग यो मेरो भाग यो चाहिँ
मेरो भाग मात्रै धेरै छ त तेरो भागको थोरै छ ना बराबर लाग्यो ल यहाँ 1 2 3 ल स्टार्ट है अब चाहिँ हाम्रो च्यालेन्ज चाहिँ स्टार्ट भइसकेको छ अनि अब जसले छिटो खाइसक्छ त्यसले चाहिँ भाडा माज्ने नपर्ने त्यसले चाहिँ ल भाडा माज्नु जसले चाहिँ लास्टमा 2 जना रहन्छ त्यसले चाहिँ भाडा माज्छ ओइ केटा त्यो भएन समीरले पो छिर्सक्यो नि त्यो ए यो त मलाई खायो केटा छिटो घाउबाट दुई जनाको यो अब चाहिँ बिरामी भइरहेको लास्ट दिन भाडा माझेमा पर्ने के हो यस्तो पिरो लास्ट मेरो यहाँ अघि चिया खान गइरहेको क्या खानु नखानु यो झन् पिरो नै हो नागपाले अझै खाइसक्दैन अब चाहिँ मेरो त माथिले काम गर्दैन यार मैले यहाँनिर 6-7वटा एकैचोटि राखेर कुमकुम खाइदिएँ नि त यहाँ यहाँ म पार्टिरहेको मेरो यो छाला अघि गएको चिया खानु जित्नुपर्छ भनेर मात्रै खाएको नत्र खानु भनेर अब के गर्ने त केटा भाडा धुनु पर्यो खाना खाँदै मान्छे मरेको त्यसै होइन रहेछ फुड ब्लगरहरू कति मरेछ नि त होइन खाना खाँदै मर्दो रहेछ सम्म त यो पानीपुरी च्यालेन्ज चाहिँ राम्रो भएन यार जिन्दगीको बिसवटा खाँदै यस्तो जाँदो रहेछ त्यो केटी मान्छेहरू कति खाँदो रहेछ चटपटे छ होला त्यहाँ चाहिँ त्यो घिउ ताने खाउँ न बोतल कता होला
यहाँ माथिको छाला छैन मेरो त हो माथिको छाला मेरो चाहिँ मात्रै रहेछ पसिना नआएको मैले त्यति खाना पनि खाइरहेको कस्तो लाग्यो त कस्तो छ त आजको चटपट चाहिँ बबाल थियो तर भाडा माझ्नु पर्यो अब के गर्ने त भाडा बाजी गरिहाल्यो डल्लै 1 सेकेन्डले नत्र केटीले मुखमा हालिसकेको थियो फेरि आजको भाडा माझिङ टोरीहरू चाहिँ यो दुईजना म चाहिँ विनर विनर चाहिँ त छ 1 सेकेन्डले विनर हामी चाहिँ भाडा माझिङ टोली हो अब यत्रो भाडा माझ्नु पर्ने छ क्या हेरौँ न 6वटा आमामा उताल चाहिँ छ बाँकी यार हाम्रो रुमको हालत पनि त्यस्तै छ होइन त्यही पनि ठिकै छ आजको भ्लगलाई यतै समाप्त गरिदिउँ होला है हेलो बाबाई गाइज अब चाहिँ आजको हाम्रो भ्लग चाहिँ यहीँ समाप्त हुन्छ हाम्रो च्यालेन्ज सकिएको छ पहिलो भ्लग हामी 3 जनाको एएसटी इन्टरटेनमेन्ट हाम्रो यो भ्लग चाहिँ आजको चाहिँ यहीँ नै सकिन्छ आजको चाहिँ के अरे यो आजको हाम्रो पानीपुरी चटपटे च्यालेन्ज रहेको थियो त्यसमा चाहिँ म र यसले चाहिँ हारिसकेको छौँ अनि हामी चाहिँ विनर भएको छ अनि हाम्रो पनिस चाहिँ के रहेको छ भने भाडा माझ्ने हामी दुईजनाले भाडा माज्दै थियो अब केटाहरू त भाडा माज्छ म चाहिँ टक्क हेरेर बस्छु अलिक खान जाँदैन दिमाग लगाएर केटाहरूले त मैले भन्दा खतरा खाँदो रहेछ अनि मुखमा चटपटे खाँद्ने अनि त्यस पछाडि पानीपुरी बनाउने त्यहाँनिर टक्क रेडी गरेर पानीपुरी राख्ने अनि फेरि चटपटे खाँदै फेरि पानीपुरी बनाउने अनि त्यहाँदेखि लास्टमा चाहिँ पानीपुरी गामी खाइदिएको कि नत्र कहाँ सक्थ्यो त ल अब आजको चाहिँ अब यहीँ समाप्त गरिदिउँ है ल सबैजनालाई बाई बाई अनि लाइक सेयर सब्सक्राइब चाहिँ अब भनिहाल्यो त्यो चाहिँ गर्न नबिर्सिनु होला अनि साथ सपोर्ट गरिदिनु होला र यो चाहिँ हाम्रो पहिलो भ्लग छ होइन यो चाहिँ हाम्रो पहिलो भ्लग अनि योभन्दा रमाइलो भ्लगहरू लिएर फेरि आउने नै छौँ हामी तपाईँहरूको सामु अनि अहिले अब हाम्रो यो फर्स्ट भ्लग भए पनि तपाईँहरूले माया सपोर्ट साथ चाहिँ दिनु पर्यो भन्दै आजको भ्लगमा चाहिँ हामी छुटिन चाहन्छौँ केटाहरू बाई गरिदिउँ बाई खोइ त बाई अर्कोचोटि चाहिँ जित्नु पर्ने भनेर खेल्नु पर्यो केटाहरू मसँग त सक्दैन नि फेरि बाँच्नु चाहिँ नबाज है केटाहरू यार Stare like watching stars. I could walk you by.